कडकनाथ कुखुरा किन पाल्ने, यसका विशेषताहरू के छन्, विस्तारित रूपमा भन्न गइरहेको छु। सबैजनाले यो भिडियो हेर्नुहोला। कडकनाथको मासु पुरै कालो हुन्छ। यसमा प्रोटिन धेरै र बोसो कम हुने भएकाले स्वास्थ्यका लागि राम्रो मानिन्छ। साधारण कुखुराभन्दा कडकनाथको मासु र अन्डा दुवैको मूल्य धेरै हुन्छ, त्यसैले किसानलाई राम्रो आम्दानी हुन्छ। कडकनाथ कुखुरा अन्य कुखुराभन्दा अलि बलियो हुन्छ, धेरै रोग लाग्ने सम्भावना कम हुन्छ। होटल, रेस्टुरेन्ट र स्वास्थ्य सचेत मानिसहरूले कडकनाथको मासु खोज्ने गर्छन्। कडकनाथको अन्डा साधारण अन्डाभन्दा महँगोमा बिक्री हुन्छ। फार्ममै मात्र होइन, खुला ठाउँमा पनि राम्रोसँग पालन गर्न सकिन्छ। त्यसैले कडकनाथ एकदम नै उपयोगी छ। यसका चल्लाहरू आवश्यक छन् भने बायोको नम्बरमा सम्पर्क गर्नुहोला। न्यूनतम अर्डर 70 पिस हुनुपर्छ। देशैभरि डेलिभरीको सुविधा पनि रहनेछ। हस्त, धन्यवाद।